सो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म काम गर्दैछु भनौँ न, काम गर्दैछु। सबैजनालाई भिडियो हेरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्दै आजको भिडियो स्टार्टिङ भइरहेको छ। चाहिँ यहाँनिर चाउमिन पकाउँदैछु अनि चनाकेरो फ्राई गर्दैछु। हेर्दैछु के गर्दैछु, चनाकेरो फ्राई गर्दै चनालाई मजा गर्दै साथसाथै म पनि त चिरमा फ्राई गरेर फ्राई गर्दै जाउँ। चाउमिन पनि अलि टाइम लाग्यो कि चाउमिनलाई मजाले हालेर चाउमिन सबै हालिदिउँ न त भनेर। यो चाहिँ चाउमिन हो, यो चाहिँ चाउमिन हो भन्दैछु कि फ्राई गर्दै पाक्दैछ। म चाहिँ यहाँ मजाले काम गर्दैछु कि मेरो त काम यस्तै हो, काम गर्नै पर्यो। अन्य मसला सकिएको रहेछ, मसला लिएर यता पाक्दैछ। त्यसपछि मसला हालेर चाउमिन मजाले चिन्डाएर भुटेर मसला साथसाथै स्वादअनुसारमा भइरहेको छ। साथसाथै त क्यामेराम्यान हालेर त्यसको मिसीको काम लाग्छ भन्दै म चाहिँ चाउमिन बनाउँदैछु। चाउमिनकोलाई अजिनामोटो, सोया सस, भिनेगर सबै हालेर रेडी गरिसकेको छु। हेर्नुहोस्, रेडी भइसकेको छ। चाउमिन पनि टेक्का पारेर पकाइसकेको छ।